थ्यांक यू कलर यति धेरै माया साथ र सपोर्टको लागि यो यात्रा कलर फ्यामिलीलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। यसमा हाम्रो सबै साथीहरू नेपाल एयरलाइन्सको बसमा चढिसक्नु भएको छ। अब हामी नेपाल एयरलाइन्सको प्लेन भित्र बस्न रेडी भइसक्यौं सबै साथीहरू। वाउ हेलो। अब हाम्रो प्लेन नेपालबाट इन्डियाको लागि छुट्न आँटिसक्यो नेपालको एयरलाइन्सबाट। अब हामीले प्लेनमा यस्तो खानेकुरा पनि खाइसक्यौं। हामी अब इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट भित्र छिरिसक्यौं। सब साथीहरू चेकआउट हुँदै हुनुहुन्छ। यहाँबाट चेकआउट भएर हामी गौरी इन्टरनेसनल प्राइभेट लिमिटेडबाट हामी आफ्नो लगेजहरू टेक केयर गरेर अब हामी हरियाणातर्फ दहबी सिटी होटलमा जाँदैछौँ। यसमा हामी अब लगेजहरू राखेर हामी क्लासको लागि रेडी भयौँ। हाम्रो क्लासको लागि टिचर हुनुहुन्थ्यो अश्विनी पटेल सर। थ्याङ्क यू सो मच उहाँ सरलाई हामीलाई कति सानो सानो सजिलो तरिकाबाट हामीलाई धेरै कुरा सिक्ने मौका अवसर दिनुभयो र हामीलाई इन्टरनेसनल सर्टिफिकेट पनि दिनुभयो। त्यसको लागि पर्सनल्ली थ्याङ्क यू सो मच भन्न चाहन्छु सरलाई। अब हाम्रो सेकेन्ड डेको मर्निङको क्लास आउँदैछ। उठेर हामी यसरी ब्रेकफास्ट लियौँ अनि त्यस पछाडि सबै साथीहरू मिलेर हामी क्लासको लागि रेडी हुँदैछौँ। फेरि सेकेन्ड डेमा अश्विनी पटियाल सरलाई गुड मर्निङ भन्न पाइयो अनि सबै साथीहरू आफ्नो आफ्नो सिटमा बस्दै हुनुहुन्छ र हेयर केमिकल क्लास हामी प्र्याक्टिकल बेसिसमा गर्दैछौँ। हामीले उहाँको कपाललाई कलर हाइलाइट गर्दैछौँ। सबै टिमवर्क छ। सब साथीहरू आफ्नो आफ्नो पारामा काम गर्दै हुनुहुन्छ। अनि अब कसैको नानो बोटक्स, कसैको हाइलाइट, कसैको केराटिन, कसैको कलरिङ मात्रै गरेर हामी सबैजनाले आफ्नो आफ्नो टिमवर्कबाट साथीहरू सरको वेबाट सरको गाइडलाइनबाट हामीले काम गरिरहेका छौँ। काम गर्दा गर्दै यति रमाइलो फिल भएको छ र समय गएको पनि पत्तै पाइएन। काम गर्दै गर्दा मलाई रिभ्यू सोध्नु भएको छ फोटोग्राफर सरले। मैले सानो 2 शब्द दिएको छु। हेयर क्लास पछि हाम्रो थियो स्किन क्लास, फेसियल, डिट्यानिङ अनि त्यसपछि मेनिकेयर पेडिकेयरको क्लास सकेर निरज सरले मलाई सर्टिफिकेट दिइरहनु भएको छ। कति सो प्राउड फिल, कति खुसी लाग्यो न्यू दिल्ली गएर यति राम्रो क्लास जोइन गरेर सर्टिफिकेट लिन पाउँदाखेरि। अनि अश्विनी पटियाल सरले क्लासको सर्टिफिकेट दिइसक्नु भएको छ मलाई, हेर्न सक्नुहुन्छ। वाउ सो ह्याप्पी। अनि त्यस पछाडि उहाँले सबै साथीहरूलाई राखेर आफूले फोटोग्राफी गरिसक्नुभयो अनि आजलाई बाई बाई। अब हामी बेलुका सदर बजार